नमस्कार साथीहरू, म अमृत गिरी। सानो लगानी कसरी भविष्यमा ठूलो सम्पत्ति बन्न सक्छ, एसआईपी ले कसरी काम गर्छ, एसआईपी मा तपाईको पैसा कसरी बढ्छ। एसआईपी को फुल फर्म हो सिस्टमैटिक इन्वेस्टमेन्ट प्लान। यसमा तपाईले हरेक महिना निश्चित रकम लगानी गर्नुहुन्छ। यसको सबैभन्दा ठूलो फाइदा के हो भने डिसिप्लिन प्लस कम्पाउन्डिङ। अब कम्पाउन्डिङ भनेको के? कम्पाउन्डिङ भनेको तपाईको पैसाले कमाएको नाफाले फेरि नाफा कमाउने। सुरुमा पैसा बिस्तारै बढेको जस्तो देखिन्छ, तर समयसँगै ग्रोथ धेरै फास्ट हुन थाल्छ। अब एउटा रियल एक्जाम्पल हेरौँ। हरेक महिना 5000 एसआईपी गर्यो, एभरेज रिटर्न 15% वार्षिक भयो, 20 वर्षसम्म लगातार इन्भेस्ट गर्यो भने उसले जम्मा इन्भेस्ट गर्ने पैसा 12 लाख हुन्छ। तर 20 वर्षपछि अनुमानित भ्याल्यु पुग्न सक्छ लगभग 75 लाख। त्यसमध्ये प्रफिट मात्र लगभग 63 लाख भन्दा बढी। यही हो कम्पाउन्डिङको पावर। समय जति धेरै, पैसा त्यति धेरै ग्रो हुन्छ। नेपालमा चर्चित एसआईपी ओपन एन्डेड म्युचुअल फन्ड्सहरू: नाबेल फ्लेक्सी क्याप फन्ड, सिद्धार्थ सिस्टमैटिक इन्वेस्टमेन्ट स्किम डट, एनआईबीएल सहभागिता फन्ड, एनआईसी एशिया डायनामिक डेट फन्ड, एनएमबी सरल बचत फन्ड। एसआईपी खास गरी बिगिनरहरूका लागि धेरै राम्रो मानिन्छ, किनकि एकैचोटि धेरै पैसा चाहिँदैन, मार्केट टाइमिङ गर्न पर्दैन, लङ टर्ममा वेल्थ क्रिएट गर्न मद्दत गर्छ। याद राख्नुहोस्, स्टक मार्केटमा ठूलो पैसा एकै दिनमा होइन, कन्सिस्टेन्सीले बन्छ। यदि तपाईँ एसआईपी सुरु गर्न चाहनुहुन्छ भने सुरुमा सानो रकमबाट भए पनि सुरु गर्नु, किनकि इन्भेस्टिङमा सबैभन्दा महत्त्वपूर्ण कुरा स्टार्टिङ अर्ली। यदि तपाईलाई अरू यस्तै ज्ञानका कुराहरू चाहिन्छ भने लाइक, शेयर, कमेन्ट गर्नुहोस्।